हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। आज चाहिँ छोरीसँग बोल्दै बोल्दै कहाँ हिँडेको भनेर सोचिराख्नु भएको होला। आज चाहिँ हामी वर्तमानमा जाँदैछौँ। अहिले चाहिँ हामी बाटोमा जाँदैछौँ र म चाहिँ माइजूसँग कुरा गर्दै हिँडिरहेको थिएँ र माइजूले चाहिँ के भन्दै मलाई चाहिँ हँसाइराख्नु भएको थियो। एकदमै रमाइलो कुरा गर्दै हामी चाहिँ गइरहेका छौँ। मेरो छोरीलाई चाहिँ अगाडि माइजूले बोकेर हिँडिराख्नु भएको थियो र उहाँहरू चाहिँ अघि वर्तमान पुगेर फर्किसक्नु भएछ। हामी चाहिँ भर्खर जाँदै थियौँ। आज चाहिँ एकदमै चिसो, धुम्म अनि कालो भइरहेको छ। फाइनली हामी वर्तमान घर पनि पुगिसकेका छौँ। हामी त्यहाँ पुग्दाखेरि चाहिँ अरू थुप्रै मान्छेहरू पनि बसिराख्नु भएको थियो र हामीहरू पनि एकछिन उभिएर हेऱ्यौँ। वर्तमान हुने भाइ चाहिँ उतापट्टि पूजामा बस्नु भएको रहेछ र हामी पनि त्यहाँबाट एकछिन हेऱ्यौँ र भिख दिन गयौँ। भिख चाहिँ हामीले चामल बोकेर जानुपर्ने हुन्छ र 3 चोटि दिनुपर्ने हुन्छ यसरी। त्यसपछि भाइले पनि थोरै दिनुहुन्छ। मेरो छोरी चाहिँ यहाँ माइजूसँग बसिरहेको थियो। माइजूले चाहिँ हाई भन्नु नानी भनेर सिकाइराख्नु भएको थियो। अनि यहाँ चाहिँ पहिला माछा पाल्नुहुन्थ्यो अरे, अहिले चाहिँ यत्तिकै खाली रहेछ। त्यसपछि चाहिँ हामी खाना खान भनेर खाना खाने ठाउँतिर जाँदै थियौँ र त्यहाँ नाम लेखाउने पनि बस्नु भएको रहेछ। हामी पनि नाम लेखाएर खाना खाने ठाउँतिर गयौँ र यहाँ चाहिँ सबैजना खाना खाइराख्नु भएको थियो र त्यसपछि हामी पनि एकछिनमा खाना खान बस्यौँ। आजको खानामा चाहिँ रोटी, तरकारी र अचार रहेको थियो, एकदमै मिठो। त्यसपछि चाहिँ हामी खाना खाइसकेर घरतर्फ फर्क्यौँ अनि अहिले चाहिँ हामी घर फर्किँदैछौँ। छोरीलाई हात समातेर हिँड्दैछु। म चाहिँ अहिले छोरी चाहिँ हिँड्नलाई एकदम रहर गरेर एक्लै हात छोडेर अगाडि हिँडिरहेको थियो। अहिले चाहिँ हामी बाटोमा एकछिन बिसाइरहेको छौँ र आजको दिन चाहिँ हाम्रो यस्तै रह्यो। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।